नमस्कार, म महेन्द्र भट्टराई। आमुन्ने सामुन्नेको यो एउटा नयाँ श्रृङ्खलामा यहाँहरू सबै आदरणीय दर्शकहरूलाई धेरै धेरै स्वागत गर्दछु। प्रिय दर्शकहरू, आज मेरो सामुन्ने हुनुहुन्छ नेकपा एमालेका एकजना युवा नेता डेजी पाण्डे। डेजी पाण्डे लामो इतिहास उहाँको भइसकेको छ। मैले युवा नेता भनेर भने पनि विद्यार्थी राजनीतिमा एउटा चिरपरिचित नाम हो र खास गरी सुदूरपश्चिममा कैलाली जिल्लामा स्थापित नेताका रूपमा आफ्नो छवि उहाँले बनाउनु भएको छ र यसअगाडि कैलाली जिल्लाको सचिवको रूपमा उहाँले आफ्नो सफल कार्यकाल सम्पन्न गरिसक्नु भएको थियो अघिल्लै कार्यकालमा र अहिले उहाँ चाहिँ आसन्न नेकपा एमालेको 11औं राष्ट्रिय महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यका रूपमा प्रस्तुत गरिराख्नु भएको छ। उनै डेजी पाण्डेसँग म एमालेको 11औं राष्ट्रिय महाधिवेशन र उहाँका योजना, खास गरी एमालेको आगामी राजनैतिक भविष्य लगायत विषयमा केन्द्रित भएर कुराकानी गर्छु। डेजीजी, स्वागत छ यहाँलाई हाम्रो कार्यक्रममा। नमस्ते। अब तपाईँ पनि लामो समय भइसक्यो नेपालमा जेनजी पुस्ताले विद्रोह गर्यो, जो चाहिँ 28 वर्ष मुनिको पुस्ता भनेर भनिन्छ। 28 वर्ष मुनिका पुस्ताहरूको आन्दोलनको बलमा अहिले सरकार छ मुलुकमा, होइन? अब अहिले पनि तपाईँहरूको पार्टीमा चाहिँ अब तपाईँको कपाल सेतै भइसक्यो। तपाईँलाई मैले युवा नेता भनेर परिचय गराउनु पर्ने परिस्थिति छ। डेजीजी, के भन्नुहुन्छ? आफूलाई कसरी परिभाषित गर्नुहुन्छ? तपाईँले चाहिँ आम जनताका बिचमा परिचय गराउँदाखेरि कसरी परिचय गराउनुहुन्छ? हामी राजनीतिको चाहिँ एउटा यो चाहिँ दुर्भाग्यवाला चाहिँ के अरे पुस्ता हो। म चाहिँ त्यो एकदमै दुखी पुस्ता, राजनीतिमा लागेको दुखी पुस्ताको प्रतिनिधि हो। पछिल्लो चरणमा जेनजीहरू आए, तपाईँले भन्नुभयो 28 वर्ष तलका। मेरो छोरा पनि त्यो उमेर समूहको मान्छे छ। अनि अहिले पनि त्यो जेनजी पुस्ताले मलाई तिम्रो यहाँ होइन पोजिसन माथितिर हो भन्छ। अनि माथि बसेकाहरू जो चाहिँ नमरुन् जेलसम्म चाहिँ यो पद छोड्दैन है, मरेपछि मात्रै पाउँछौ भनेर एकातिर यो होल्ड गरिबसेका छ। अनि यो हामी बिचमा माथिकाले चाहिँ तिमी केटाकेटी छौ भनिराखेको छ, पत्याउँदैन, तिम्रो अहिले भएको छैन बेला भनिराखेको छ। अनि तलको भर्खर उठेकोले चाहिँ हामीलाई धकेलिसकेका छ। त्यसो भएर चाहिँ म आफूलाई चाहिँ यो राजनीतिको एकदम अभागी पुस्ताका रूपमा, त्यसको प्रतिनिधिको रूपमा म आफूलाई चाहिँ अहिले पाइरहेको छु। र अब पनि हामीले बुढाखाडाहरूसँग प्रतिस्पर्धा गर्न डरायौँ भने, तिनीहरूसँग चाहिँ यो भूराजनीतिक अवस्था यो छ भन्न हामी हिचकिचायौँ भने, ग्राउन्ड यो है भन्न हामी हिचकिचायौँ भने, यो राजनीतिमा हाम्रो पुस्तालाई यसै बुढो हुनेछ। यस, जुन पुस्ताले तपाईँलाई अहिले बेला भएको छैन, पर्खिनुहोस् है, तपाईँहरू केटाकेटी नै हुनुहुन्छ भनेर भनिराखेको छ, त्यो पुस्ता तपाईँको उमेरमा आइपुग्दा राज्यका कैयौँ जिम्मेवारीमा पुगिसकेको थियो, पार्टीको पनि जिम्मेवारीमा ऊ थियो, होइन? बिल्कुल। तपाईँहरूलाई चाहिँ किन समय भएको छैन भन्छ? आफूले चाहिँ उसले त्यो उमेरमा समग्र सबै गर्नुपर्ने पाउनुपर्ने पाइसकेका थियो, तर तपाईँहरूलाई चाहिँ उमेर पुगेको छैन भनेर थमथमाइरहेछ। किन होला त्यस्तो? त्यो भन्दै गर्दा हामीले भनिराखेका छौँ अहिले कि हामीले भन्दा मात्रै सुनेन। फेरि पछिल्लो चरणमा त आन्दोलनले भनिसक्यो कि तिमी अब असफल हो है, तिम्रो पोजिसन यो होइन भनिसक्यो आन्दोलनले। र पनि त्यो पुस्ता फेरि पनि मानिरहेको स्थिति छैन। म आउँछु है, लड्न आइज भनिरहेको छ। र हामीले पनि भनेका छौँ, अब हामी पनि तिमीलाई ठिक छौ भनेर भन्दैनौँ भनेको छौँ। हामीले गलत छ, तिमी करेक्सन हुन जरुरी छ। यो आन्दोलनमा हाम्रो पनि रगत पसिना मिहिनेत जवानी जीवन सबै यो आन्दोलनमा छ र यसको समुच्च रूप चाहिँ तिमी हो है। त्यसो भए तिमी ठिक ठाउँमा बस भनेर हामीले भनिसकेका छौँ। र पछिल्लो चरणमा मैले एमाले, म जुन दलसँग आबद्ध छु, मैले भने एमाले सकिने कि सच्चिने भन्ने एउटा ट्रेन्ड चलाएँ मैले यो बिचमा। त्यो हुँदै गर्दा यो नेतृत्व भन्नेहरूको एक चाहिँ आँखाको तारो भयो डेजी पाण्डे, केही छैन। र अहिले चाहिँ यो महाधिवेशनमा आउँदा मैले प्रष्ट रूपमा भनेको छु, रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण, यो तीनटा इस्यु लिएर अहिलेको महाधिवेशन यसको वरिपरि घुम्नुपर्छ। र त्यसैमा चाहिँ मेरो चाहिँ यो के अरे उमेर समूहको, मेरो यो पुस्ताको चाहिँ त्यसैमा भविष्य छ र बाँकी नेपालको पनि त्यसमा भविष्य छ भन्ने मलाई लाग्छ। अहिलेको चाहिँ नेतृत्व पङ्क्तिको तारो बने भनेर भन्नुभयो नि, डेजी पाण्डे नाम आफैमा सधैँ नेतृत्वहरूको तारो बन्ने गर्छ। त्यस्तो के गर्नुहुन्छ? तपाईँसँग त्यस्तो के रसायन छ? जहिले पनि तपाईँ संस्थापन समूहसँग अथवा पक्षसँग सधैँ विद्रोही भएर हिँड्नुहुन्छ, सधैँ तपाईँ चाहिँ अर्को चाहिँ विद्रोही पक्ष भएर खडा हुनुहुन्छ। किनभने अलि पहिला पनि तपाईँलाई चाहिँ त्यति बेलाको संस्थापनले तारो बनाएको भनेर हामीले सुन्थ्यौँ, होइन? तपाईँ चर्चित नाम नै हो डेजी पाण्डे विद्यार्थी कालदेखि नै, होइन? यो किन त्यस्तो नेचर छ तपाईँसँग? यो नेतृत्व यथास्थितिवादी हुन्छ। कुनै पनि नेतृत्व दुनियाँको यथास्थितिवादी नै छ। अनि त्यो नेतृत्वलाई अलिकति परिवर्तनको कुरा तपाईँले गर्नुभयो भने नेतृत्वले चाहिँ अनि विद्रोही देख्दो रहेछ।
नेतृत्वका अलिकति कमी कमजोरी तपाईँले चाहिँ औल्याउनु खोज्नुभयो भने नेतृत्वले तपाईँलाई विद्रोही देख्दो रहेछ र ट्याग लगाइदिन्छ विद्रोहीको, ट्याग लगाइदिन्छ तपाईँको चाहिँ त्यहाँभित्र अराजकको। तर नेतृत्व जुन ठाउँमा छ तिम्रो पोजिसन यो हो है भन्ने मान्छे धेरै थोरै हुँदो छ राजनीतिमा धेरै मान्छेहरू चाकरी गरेर चाप्लुसी गरेर गुलामीगिरी गरेर आफ्नो दुनो सोझ्याउने, आफू नभएको चाहिँ आफूसँग नभएको क्वालिटीलाई बिक्री गर्ने र त्यो चाहिँ नेतृत्वलाई भरममा राख्ने एउटा चाहिँ ठुलो पङ्क्ति पोलिटिक्समा जीवित छ। त्यो दुनियाँका अरू अन्तका पोलिटिक्सहरूमा त्यो देखिया छ। तर डेजी चाहिँ दुईटा कुरा नि, एउटा भने चाहिँ तपाईँ विद्रोही भएर तपाईँका कार्यकर्ताको, पार्टीभित्र कार्यकर्ताको, अरू आम निर्वाचनमा चाहिँ जनताको, देशमा जनताको भनौँ न विश्वास जितेर तपाईँ लोकप्रिय बन्नु पर्यो अथवा तपाईँले गर्न खोजेको जान खोजेको नेतृत्वमा पुग्न सक्नु पर्यो, कि चाहिँ तपाईँको नेतृत्वको संरक्षण गर्दै त्यहाँ पुग्नु पर्यो। जस्तो तपाईँ स्वयंमा चाहिँ कैलाली जिल्लाको पार्टी सचिव हुनुहुन्थ्यो, तपाईँ त्यो पार्टी सचिव भने त संस्थापन भयो नि, त्यहाँ पार्टी चलाउने पार्टीको नेता भयो। त्यो चलाउन तपाईँलाई कतिको सजिलो असजिलो भयो विद्रोही चेतका कारणले, एउटा कुरा। दोस्रो कुरा चाहिँ पार्टीको सचिव भनेपछि अहिले तपाईँको यहाँ चाहिँ कार्यकारी अध्यक्ष पद छ, त्यो अध्यक्ष पदमा पुग्दै नपुग्ने, पहिला चाहिँ तपाईँको सचिव भइसके पछाडि त्यसपछि तपाईँ अध्यक्ष हुनुपर्ने थियो होइन, त्यहाँ नपुगेर एकैचोटि केन्द्रीय सदस्यको दावा गरिराख्नु भएको छ तपाईँले। अहिले तपाईँ आफूलाई कस्तो नेतृत्व अथवा कस्तो चाहिँ कार्यकर्ताको रूपमा आफैलाई आत्ममूल्याङ्कन गर्नुहुन्छ? हाम्रा पार्टीको जे जति प्रक्रियाहरू छन्, हाम्रो पार्टीको जे जति चाहिँ नेतृत्व छ त्यो यो समाजकै बाइ प्रडक्ट हो, अलगै कहीँबाट आएको छैन। त्यसो भएर यो समाजको प्रतिनिधित्व गर्ने सन्दर्भमा मैले अघि भनिसकेँ कि हाम्रा राजनीतिक इन्स्टिट्युसनहरू पनि यथास्थितिमा रमाइरहेका छन्। कतिपय सन्दर्भमा कामको सन्दर्भमा म चाहिँ कैलाली पार्टी कार्यालयको चौकीदार भएर काम गरेँ। सम्भवतः त्यो म मात्रै एउटा यस्तो पदाधिकारी होला जसले टोटल त्यो कार्यालय हेरेँ। म मात्रै कैलालीको चाहिँ के अरे पार्टीको पूर्णकालीन कार्यकर्ता हो। बाइदे अहिले पूर्णकालीन कार्यकर्ताको अवस्था छैन, त्यही पार्टी कार्यालयमा बस्ने, त्यही मैले खाएर त्यो पार्टीको काम गरेको एउटा म मात्रै हो। म जस्ता धेरै थोरै मान्छे मात्र होला। अहिले पनि तपाईँलाई मैले चाहिँ एउटा मेरो खल्टीबाट चाहिँ यो निकालेर देखाएँ भने हामी कहाँ पुग्यौँ भन्ने कुरामा, यो मैले यो रिभर साइड यातायातको चाहिँ टिकट हो। यो टिकटमा म यो महाधिवेशनमा सहभागी हुन आएँ। गाडीको टिकटमा यहाँ आउनुभयो। यस्ता थोरै मान्छे मात्रै आज यो पार्टीको महाधिवेशन सहभागी हुन आएका छन्। पार्टी कहाँ पुग्यो भन्ने हो। आज धेरै मान्छेहरू प्लेन चढेर आए, धेरै मान्छेहरू व्यक्तिगत कार लिएर आएका छन् यहाँ। हामीले एउटा चिज गुमायौँ। हामी सर्वहारा श्रमजीवी वर्गको आन्दोलनको नेतृत्व गर्ने भएर आयौँ, तर आज हामी बदलियौँ, हाम्रो वर्ग बदलियो। आज हामी जुन वर्ग सङ्घर्षको कुरा गरिरहेका छौँ त्यो चाहिँ छैन। तपाईँ यो पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी भएका मान्छेलाई तपाईँले स्क्यानिङ गर्नुभयो भने अधिकांश मान्छे प्लेन चढेर आयो। अनि साँच्चै प्लेन चढ्ने मान्छेको हामी प्रतिनिधि गर्नलाई चाहिँ यो कम्युनिस्ट आन्दोलनमा लागेका हौँ र? हाम्रो त्यही हो त कुरा। त्यसो हामी हिजोको उद्देश्यबाट पुरै च्युत भएर गयौँ। आज प्लेन चढ्न नसक्ने मान्छेहरू एमालेको प्रतिनिधि हुन ल्याकत राख्दैन। व्यक्तिगत कार नभएको मान्छेहरू एमालेको महाधिवेशनको प्रतिनिधि हुन ल्याकत राख्दैन, थोरै मान्छे मात्रै। तर डेजी व्यक्तिगत कार चढ्नु, तपाईँको चाहिँ प्लेन चढ्ने क्षमता राख्नु यो गल्ती हो र? तपाईँ आर्थिक रूपमा सम्पन्न हुन खोज्नु, इन्टरप्रेन्योरसिप हुनु, तपाईँ चाहिँ धनी हुनु अथवा तपाईँले आफ्नो वर्ग परिवर्तन गर्न मेहनत गरेर अगाडि बढ्नु चाहिँ गलत हो र डेजी? होइन। तर हामी कहाँ छौँ? संसारको सबैभन्दा गरिब पुछडबाट आउने देशका हामी नागरिक हौँ। यही चाहिँ सर्वहारा श्रमजीवी वर्गको चाहिँ राज्य सत्ता स्थापना गर्छौँ भनेर हामी आएका छौँ। आज यो महाधिवेशनमा तपाईँलाई म च्यालेन्ज गर्न चाहन्छु, को चाहिँ सर्वहारा प्रतिनिधि भएर आएको छ? कुन कमैयाको चाहिँ के अरे घरको मान्छे आज प्रतिनिधि भएर आएको छ? कुन चाहिँ सुकुमवासी चाहिँ के अरे शिविरको मान्छे आज चाहिँ एमालेको प्रतिनिधि भएर आएको छ? प्रतिनिधि मात्रै, नेतृत्व कुरा धेरै परेको कुरा छ। त्यसो हामी कहाँ पुग्यौँ भन्ने हो। अनि यो कसरी भयो? यो नेतृत्व निर्माणमा भएको समस्या हो। नेतृत्वले बाँकी नेतृत्व निर्माण गर्ने जुन सन्दर्भ छ त्यसमा समस्या देखियो। त्यसो भएर मैले के भने हामी यहाँभन्दा पर जाउँ है। यो समयले तपाईँलाई चाहिँ समय परिवर्तनशील छ, समयले तपाईँलाई वृद्धि विकासको बाटोतर्फ लैजान्छ। व्यक्ति होस्, समाज होस्, राष्ट्र होस्। हाम्रो समाज राष्ट्र पनि हिजोको तुलनामा आज केही अगाडि बढेको होला, व्यक्तिगतै तौरबाट भए पनि विकास त गति त अगाडि बढाएको छ। त्यसो हुँदा कानुन सम्बद्ध तरिकाले यो देशभित्र काम गरेर कसैले गाडी चढ्यो, कसैले तपाईँ प्लेन चढ्ने क्षमता राख्यो, यो बाहिर गयो। मैले भन्न खोजेँ होइन, हाम्रो आम के भयो भन्ने हो क्या, हाम्रो रिफ्लेक्सन कहाँ छ? त्यो त तपाईँको पार्टी नै अर्को वर्गमा परिणत भयो नि, होइन? त्यो भन्न खोजेको पार्टी हामीले कसरी अर्को वर्ग गऱ्यौँ? के आज नेपालमा किसानहरू छैन?
के आज नेपालमा मजदुरहरू छैन सामान्य गरी खाने? के आज नेपालमा चप्पल लाएर हिँड्ने मान्छेहरू सकिएका हुन् त? अब एमालेलाई त त्यस्तो त्यो तपाईँले भने वर्गको प्रतिनिधित्व रहेन नि एमाले पार्टी, त्यसो भए इभन माओवादी पनि रहेन। ल त्यसो भए हामीले अहिले पनि के हो भने हामी यो देशको कम्युनिस्ट आन्दोलनको मूल प्रभाव हामीले भनिरहेका छौँ। अनि साँच्चै कि यो देशमा कार चढ्ने मान्छेहरू कति छन्? आज पनि यो देशमा प्लेन चढ्ने मान्छेहरू कति छन्? धनगढीबाट यहाँ आउँदाको 10,000 रुपियाँ भाडा कसले तिर्न सक्छ? के हो आउँदा जाँदा 20,000 भन्नु, 20,000 रुपियाँ। यहाँ बस्दै गर्दा घर छैनन्, यहाँ सबै बस्छ। यो महाधिवेशनमा आएको मान्छेको 50,000 सामान्य मान्छेको 1 लाख खर्च हो। अनि यो हामीले जसरी चाहिँ यसलाई चाहिँ इफोर्ट गर्दैछौँ आज, अनि त्यो वर्गमा मैले अघि भनिसकेँ तपाईँको सामान्य चाहिँ उम्मेदवारको आकाङ्क्षी हुनलाई पनि मैले 6,100 रुपियाँ तिरेको उम्मेदवारीको फर्म, मात्रै उम्मेदवारीको फर्म 6,100 रुपियाँ मैले तिरे। उम्मेदवारीको फर्म वितरण भइसक्यो तपाईँहरूको? प्रतिनिधिको उम्मेदवारीको फर्म, प्रतिनिधि बन्नका निम्ति जुन फर्म भर्छौँ हामी त्यति महँगो बनाइयो। 6,100 रुपियाँ मैले तिरेँ। अनि सर्वसाधारण मान्छे, अनि यो सर्वहाराको पार्टी हुन्छ त? अब यहाँ केन्द्रीय कमिटीको मैले चुनाव लड्ने घोषणा गरेको छु, मलाई लाग्छ मुस्किलले 5,000 देखि 10,000 त्यहाँ तिर्नुपर्ने हुन्छ होला। अनि त्यो पार्टी सर्वहारा श्रमजीवी वर्गको कसरी नेतृत्व? यत्रो पैसा तिरेर त्यहाँबाट तपाईँको प्रतिनिधि बनेर आउनुभयो र फेरि तेस्रो पटक केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन कम्मर कसेर लाग्नु भएको छ तपाईँहरू। त्यो गलत कुरा। तपाईँको पार्टीका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष बन्न लगभग उहाँले चाहिँ सो घोषणा गरिसक्नु भएको छ। उहाँले चुनौती दिइरहेको तपाईँले सुन्नुभएको होला कि अमुक मान्छेका उम्मेदवारहरूले कति भोट ल्याउँदा रहेछन् हेरौँला म पनि भनेर उहाँले फड्के किनारमा बसेर उहाँले आफ्ना प्रवचनहरू दिएको तपाईँले सुन्नुभएको छैन। र उहाँ बन्नका लागि तयार भएर अगाडि बढिसक्नु भयो नि। तपाईँको चाहिँ यो महाधिवेशन अनुमोदन गर्नका लागि मात्रै हो भन्ने उहाँहरूको राय छ। उहाँलाई के छ र अब नबनाउनु पर्ने? त्यहाँ हामीले 1.5 वर्ष यसै त्यसै हाम्रो बाँकी थियो। अहिले पनि महाधिवेशनको त्यसैमा 6 महिनालाई अगाडि पछाडि जान सकिन्थ्यो। महाधिवेशनको जम्मा कार्यकाल हामी 5 वर्षको छ हाम्रो विधान त। 2 वर्ष अगावै हामी जानका पछाडि चाहिँ त्यही नेतृत्व अनुमोदनका लागि होइन, त्यो बाहिर जुन भाष्य निर्माण गरिएको छ अनुमोदनका लागि त्यो हुँदै होइन। नेतृत्वले सोच विचार गरिकन र नेतृत्वको हस्तान्तरणको निम्ति नै यो महाधिवेशन चाहिँ आयोजना गरिएको। त्यसो भएर केपी गभर्मेन्टले बाँकी कुनै साथीलाई अगाडि सार्नुहुन्छ अध्यक्षको रूपमा। त्यो अध्यक्ष हामीले के भनेका छौँ भने अघि कुरा गऱ्यौँ, हामीले पुस्तान्तरण कुरा गऱ्यौँ, यो चाहिँ कम्तीमा पनि नयाँ पुस्तालाई दिनुपर्छ, 70 भन्दा तललाई दिनुपर्छ भने आज त्यो कुरामा केपी गभर्मेन्ट लाग्नुहुन्छ भन्ने मलाई लाग्छ। त्यसरी जान्छ हो। बाँकी बजारमा कतिपय बिक्रीका लागि पनि आछ, कतिपय भ्युजका लागि आछ, कति केका लागि आछ, यो कुरा स्वाभाविक पनि हो। र त्यो कुरा चलिरहँदा चाहिँ एउटा सम्मानित भएर बस्ने कुराको चाहिँ एउटा ग्यारेन्टी पनि उहाँले खोजिरहनु भयो होला। त्यसलाई चाहिँ यसरी बुझ्छु। तर डेजीजी तपाईँलाई यो जानकारी छ कि तपाईँको पार्टी नेकपा एमाले प्रति चौतर्फी आक्रमण छ भनेर तपाईँको पार्टीका अध्यक्ष र उहाँलाई समर्थन गर्ने मानिसहरूले भनेका छन्? यो दासहरू यो राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चौतर्फी आक्रमण छ र अहिले जे जति जेनजी आन्दोलन अथवा जेनजी आन्दोलन पछाडि अब देशको नेतृत्व गर्छु भनेर जतिवटा पार्टीहरू खुलेका छन् ती सबै पार्टीहरूको निशानाको केन्द्रबिन्दुमा चाहिँ एमाले छ। त्यसो भएर ती सबै चुनौतीहरूको सामना गर्न केपी ओलीको विकल्प अर्को छैन भनेर भाष्य निर्माण गरिएको छ। तपाईँ के भन्नुहुन्छ? यो दासहरूको चाहिँ चिच्चाहट हो। यो आक्रमण कहाँ हुँदैन तपाईँलाई म भनौँ। अहिले हामी पशुपतिमा जलेको लास हेर्न जाउँ, त्यो लासलाई त्यो सेतो हरियो बाँसले चाहिँ हानिराखेको हुन्छ, अनि त्यसलाई के भन्ने? आक्रमण कहाँनिर छैन। आक्रमण तपाईँ माटो नहुनुभन्दा अगाडि आक्रमण छ। अनि आक्रमण कसका लागि भयो? आक्रमणसँग नलड्ने हामी लाछीहरू हौँ र? हामी त राता मान्छे हौँ, रातो तातो रगतवाला मान्छे हो हामी। आक्रमणसँग भाग्ने हो हामी? आक्रमण अमुक कसका कसै कारणले, त्यो आक्रमण मेरा कारणले भएको छ। त्यो आक्रमण त च्यात्नका निम्ति हामी यहाँ लाग्यौँ, कफन बाँधेर हामी लाग्यौँ। थुप्रो मैले भनिसकेँ, हामीसँग थुप्रो सम्भावनाहरू थियो। भोकै हामी यो आन्दोलनमा किन लागेका छौँ? जेल हामी जान किन तयार भयौँ? गोली आउँछ भन्ने थाहा छ, ल हान्ने चाहिँ हान भएर हामी किन लाग्यौँ? यो आक्रमण त हरेक मिनटमा आक्रमण छ, हरेक सेकेन्डमा हामीसँग आक्रमण छ। ल आक्रमण कहिले हुनेवाला छैन? यो चौतर्फी आक्रमण भनेको कुन दिन सकिनेवाला छ? म मरेको दिन सकिनेवाला छ कि अरू कोही मरेको दिन सकिनेवाला छ? त्यसो यो हरेक दिन आक्रमण छ। हरेक दिनका आक्रमणलाई हामीले च्यात्नुपर्छ, हामीले तोड्नुपर्छ, त्यसलाई हामीले जित्नुपर्छ। तर अचम्म कुरा के भने अब जेनजी पुस्ताको आन्दोलन भयो, खास गरी केपी शर्मा ओली तपाईँको पार्टीका अध्यक्ष त्यति बेला प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँले चाहिँ आफ्नो ज्यान जोगाउनलाई हेलिकप्टर मार्फत भाग्नुपर्ने परिस्थिति सिर्जना भयो। दुनियाँलाई जगजाहेर भएको विषय छ यो। उहाँहरूको तपाईँहरूले पनि भनिराख्नु भएको छ कि पुस्तान्तरणको आवश्यकता छ, त्यो माग त्यसैका लागि भएको।
पुस्तान्तरण गर्नका लागि जुन आन्दोलन उठ्यो त्यो आन्दोलनको मागलाई सम्बोधन गर्ने भनेर 1 वर्ष पहिल्यै महाधिवेशन चाहिँ आयोजना गर्ने, तर सोही मान्छे जसलाई चाहिँ अब नेतृत्वमा रहन देख्न चाहँदैनौँ भनेर नेपाली जनताले भनेका थिए, उहाँ चाहिँ बडो तयारीका साथ फेरि शक्ति आर्जनसहित तेस्रोचोटि अध्यक्ष बन्न तम तयार भएर अगाडि आउनुभयो। यो कसरी तपाईँको पार्टीका नेताहरूले के बुझिराखेका छैनन्? नेतृत्व परिवर्तनको सन्दर्भमा चाहिँ तपाईँको कुरासँग मेरो सहमति छ, केही पनि भएन। परिवर्तन सबैले खोजिया छ, त्यो परिवर्तनमा मैले पनि त्यही खोजिया छु, सिद्धिको कुराकानी। जहाँसम्म जेनजी आन्दोलनको कुरा छ, जेनजी आन्दोलन उठिरहँदा चाहिँ त्योभन्दा अगाडिको करिब 11 वर्ष कमरेड केपी ओलीले चाहिँ पार्टीको नेतृत्व गर्नुभयो। जेनजी आन्दोलन हाम्रै घरका चाहिँ भाइ भतिजा छोराहरू हुन् त्यो आन्दोलनको नेतृत्व गरेको। अनि त्यो आन्दोलनको नेतृत्व, त्यो भड्काउको आन्दोलन घटाउने कुरा हाम्रो होइन र? त्यो भड्काउमा नलाग्नका निम्ति हामीले चाहिँ रूपान्तर गर्नुपर्ने हाम्रो दायित्व होइन र? कसको दायित्व? त्यो विद्यार्थी झन् सर्वाधिक दायित्व, किनभने प्रधानमन्त्री हुनुहुन्थ्यो उहाँ। त्यो विद्यार्थीहरू, त्यो युवाहरू जसले यो आन्दोलनको नेतृत्व गर्यो, अनि त्यो आन्दोलनलाई व्यवस्थित बनाउने, त्यो आन्दोलनलाई राजनीतिक रूपमा चाहिँ हामीले व्यवस्थित गर्न हामीले सक्यौँ कि सकेनौँ? त्यो हामी चुक्यौँ। हाम्रा कारणले हो, त्यो मूलतः एमालेका कारणले हो। एमालेको कारणले, एमालेको विभिन्न भातृ सङ्गठनहरू हामीले बनाएका छौँ। ती जेनजी साथीभाइहरूलाई हामीले चाहिँ हाम्रा अखिलहरूमा, हामीले हाम्रा युवा सङ्घहरूमा, हामीले हाम्रा किसान सङ्घहरूमा, हामीले हाम्रा महिला सङ्घहरूमा, हाम्रा विभिन्न रहेका 32-33वटा सङ्गठनहरूमा तिनलाई आबद्ध गरेर राजनीतिक प्रशिक्षण दिएको भए, राजनीतिक तिनलाई शिक्षा दीक्षा दिएको भए, तिनले चाहिँ यो सिंहदरबार जलाउन आउँथे, तिनले चाहिँ प्रधानमन्त्री बसेको त्यो चाहिँ बालवाटर जलाउन जान्थे। पार्टीको रूपमा तपाईँको कुरा त्यो भयो हो, पार्टीको रूपमा त्यो भयो र सरकारको रूपमा उहाँहरूले जे मागेको छ, देशभित्र रोजगारीको जुन वातावरण, राम्रो शिक्षा दीक्षाको कुरा र काम गर्नका लागि विदेश पलायन हुन नपर्ने जुन परिस्थिति छ, त्यसको दायित्व पनि सरकारको नेतृत्वकर्ताको हिसाबले केपी शर्मा ओली तपाईँको पार्टीको थियो। बिल्कुल थियो। अब अहिले चाहिँ थियो र छ पनि, अझ पनि छ। चमत्कारिक अवस्था भएन अथवा अन्यथा भएन भने महाधिवेशनको उद्घाटन हुन करिबन 2 दिन 1.5 दिन 2 दिन बाँकी छ होइन? अब त्यस्तो पूर्व सन्ध्यामा चाहिँ चर्चामा आएको के भने केपी शर्मा ओली फेरि अध्यक्ष बन्नका लागि प्रतिस्पर्धा गर्दै हुनुहुन्छ र उहाँसँग प्रतिस्पर्धा गर्नका लागि ईश्वर पोखरेल पनि अगाडि बढ्नु भएको भनेर बाहिर चर्चामा आएको छ। यद्यपि औपचारिक उम्मेदवारी घोषणा भएको छैन। तपाईँ अब अहिले केपी ओली नेतृत्व छोड्नुपर्छ भनिरहेका बखत चाहिँ ईश्वर पोखरेल पनि उही उमेर समूहको हुनुहुन्छ, उस्तै उस्तै पार्टी र सत्तामा योगदान, सहभागिता, जिम्मेवारी लिएर बस्नुभएको मान्छे हुनुहुन्छ। उहाँ चाहिँ केपी ओलीभन्दा भिन्न कसरी हुनुभयो? उहाँलाई किन अध्यक्ष बनाउने त? त्यसो भए उहाँले बिदा लिउँ, सँगै बिदा लिउँ भन्नुभएको छ। ईश्वर कमलले चाहिँ सँगै बिदा लिउँ, नयाँलाई छोडेर जाउँ, हामीले चाहिँ अभिभावक भएर चाहिँ उहाँलाई चाहिँ चलाउँ भन्नुभएको छ। त्यो नहुँदै गर्दा चाहिँ पर्सनालिटीको पनि करिब काहीँ टकराव आउँछ, त्यसमा मात्रै उहाँको चाहिँ उम्मेदवारी हो। उहाँले चाहिँ केपी ओलीले हात उठाएर म अब बिदा लिन्छु, अर्को मान्छेलाई अगाडि सार्छु भनेर भन्नुभयो भने ईश्वर पोखरेल पनि बिदा हुने सम्भावना नै हामीले त्यो दबाब दिनुपर्छ, त्यो ठाउँमा ल्याउनुपर्छ पार्टीलाई। पार्टी चाहिँ भिडन्तका लागि मात्रै यो होइन, एउटा रिफर्मेसनको कुरा छ, त्यसमा चाहिँ हामी लाग्नुपर्छ। यो नेतृत्व त त्यसै असफल भयो। यो बिचमा केपी ओली 6 वर्ष प्रधानमन्त्री हुनुभयो, 4 पटक प्रधानमन्त्री, 6 वर्ष उहाँको चाहिँ कार्यकाल रह्यो, अनि 11 वर्ष पार्टीको अध्यक्ष भएर काम गर्नुभयो। उहाँकै अगाडि यो सबै चिज चाहिँ हामी तपाईँले पुरै डरपूर्ण चाहिँ वातावरण हामीले बिहोर्यौँ। त्यो दिन 23 गतेको साँझ म यही शान्तिनगरमा बसिरहेको थिएँ, ब्लड दिन खोजेको थिएँ, त्यो जान सक्ने वातावरण थिएन। धेरै मान्छे घाइते थिए, हामी 6 जना तयार भएर ब्लड दिन जाउँ भनेर हामी निस्क्यौँ। यति तनावपूर्ण अवस्था थियो। अनि यो केही पनि भएको होइन र? केही पनि थिएन र? हामी एमाले भन्न सकिरहेका थिएनौँ, काङ्ग्रेसले काङ्ग्रेस भन्न सकिरहेको थिएन, सरकारको कुनै अङ्गको मान्छेले म यो मान्छे भन्न सकिरहेको थिएन। स्वाभाविक छ, सरकारका कर्मचारीहरू सबै पुरै लुकेर बसेका थिए। अनि यो बेला केही पनि भएन र आज जसरी म यो स्टुडियोमा बोलिरहेको छु, अर्को कसैले काहीँ भाषण गरिरहेको छ, त्यो चाहिँ अन्तिम चिज हो भन्ने कुरा भएर हामीले कुरा गऱ्यौँ भने फेरि योभन्दा ठुलो दुर्घटनाका निम्ति हामी तयार हुनुपर्छ। योभन्दा ठुलो दुर्घटनाका निम्ति हामी तयार हुनुपर्छ। त्यसो भएर चाहिँ त्यो तयारीका लागि कोही पनि तयार छैन, त्यो दुर्घटना फेस गर्न कोही पनि तयार छैन। त्यो दुर्घटना नहुनका लागि तपाईँको पार्टीमा पुस्तान्तरण हुनु पर्यो अथवा असफल भइसकेको नेतृत्व चाहिँ हस्तान्तरण हुनु पर्यो। परिस्थितिले त्यही भन्छ। अन्यथा तपाईँको चाहिँ के भने परिस्थिति परिवर्तन भएन भने अहिलेसम्मको तयारी हेर्दा केपी शर्मा ओली अध्यक्षमा प्रतिस्पर्धा गर्नबाट पछि हट्ने कुनै पनि सम्भावना देखिराखेको छैन। यदि त्यस्तो भयो भने चाहिँ तपाईँहरूले ईश्वर पोखरेललाई उहाँसँग
प्रतिस्पर्धाका लागि अगाडि सार्नुभएको छ, तपाईँको पनि समर्थन सायद ईश्वर पोखरेलका प्रति छ भन्ने ईश्वर बुझिन्छ। पोखरेलको घोषणा गरेर हिँड्नु भएको छ। हिँडिसक्नु भएको छ, तपाईँको समर्थन छ। उहाँलाई कसरी अध्यक्ष बनाउने त भने केपी ओलीको बिहाफ अथवा उहाँको चाहिँ के भने सट्टामा चाहिँ ईश्वर पोखरेल अध्यक्ष बन्ने आजको दिनमा सम्भावना छ तपाईँको पार्टीमा? प्रतिनिधिहरूले त्यो निर्णय दिन सक्छन्? 22 र 23 को घटनाले यस्तो होला भनेर कसैले सोचेको थियो? भयो त, कहाँ चेन्ज भएको छैन। केपी ओली पार्टीको अध्यक्ष हुँदै गर्दा के यति सजिलो थियो र? त्यो बेलाको संस्थापन पक्ष र आजको संस्थापन भनिएको पक्षका बिचमा कति फरक छ? त्यतिखेरको टेरर के थियो हामीले फेस गरे होइन? त्यसो भएर यी असम्भव भन्ने त यो दुनियाँमा के मात्रै छ भने सूर्य र चन्द्रको विकल्प बाहेक सबै विकल्प हरेक सेकेन्ड खुल्ला छ। अहिले त्यो चन्द्र सूर्य पनि वैज्ञानिकहरू कृत्रिम बनाउन थालिसके। अनि यहाँ केपी ओलीको एमालेमा विकल्प छ कि छैन, यो चाहिँ अर्को आउने सम्भावना के छ कि छैन, यो कुरै भएन। यो कुरै होइन। यो हरेकको सम्भावना छ, हरेकको विकल्प छ। त्यो हरेक विकल्प र हरेक सम्भावनाहरू हामीले परिवर्तनका लागि थप अग्रगतिका लागि प्रयोग गर्नुपर्छ। र यतिखेर 11औं महाधिवेशनले प्रष्ट रूपमा त्यो सन्देश दिन्छ। 11औं महाधिवेशनमा चाहिँ ईश्वर पोखरेल केपी ओली भन्दा अब्बल के कारणले हो? तपाईँहरू जस्तो मैले अघि भने उमेर समूह, नेतृत्वको कुरा, जिम्मेवारीको कुराका सन्दर्भमा उहाँ केपी ओली भन्दा अझ काबिल अहिलेको चाहिँ भावनालाई सम्बोधन गर्न सक्ने नेता हो भनेर भन्न सकिने आधार के छन्? किन तपाईँहरू ईश्वर पोखरेललाई केपी ओलीको सट्टामा अध्यक्ष बनाउन चाहिराख्नु भएको छ? त्यसमा चाहिँ लामै र ठुलो पनि डिस्कसन पनि गर्न सकियो। यसमा चाहिँ तुलनात्मक रूपमा धेरै तलमाथि चाहिँ एक कमरेडभन्दा अर्को चाहिँ अरू धेरै चाहिँ माथि छ भन्ने कुरा होइन। परिस्थितिले के बतायो भने अब चाहिँ नेतृत्व परिवर्तनका निम्ति र नेतृत्व विकासका लागि पनि हामीले चाहिँ नयाँ अनुहार अगाडि सार्नै पर्ने, परिवर्तन हुनै पर्ने हो। अर्को कुरा यतिखेरको एउटा गम्भीर कुरा छ, कतिपय यो बजारमा आयो कि आएन, फेरि यो सरकारले त्यो जे गरेको छ त्यसप्रति म खेद पनि प्रकट गर्न चाहन्छु। केपी ओलीलाई स्थान हद लगाएको छ। अनि स्थान हद लगाएको मान्छे पार्टीको अध्यक्ष बनाएर हामी कहाँसम्म जान सक्छौँ? उहाँ त जहाँ बस्नुहुन्छ त्यहीबाट पार्टी चलाउनुहुन्छ नि तपाईँ। म चाहिँ यो सरकारको बालुवाटार बस्दा बालुवाटारबाट चलाउनुहुन्छ, बालकोट बस्दा बालकोटबाट चलाउनुहुन्थ्यो, अहिले गुन्डुबाट चलाइराख्नु भएको छ। यो सरकारको जुन स्थान हद लगाएको छ केपी ओलीलाई, त्यसप्रति म खेद व्यक्त गर्न चाहन्छु। फेरि पनि एकदम हाई साउन्डिङ र साँच्चै एउटा कुरा त त्यहीँ पनि निर्कुल हुनुपर्ने होला नि। केपी ओली पहिला त यो देशैभरि घुम्नु पाउनुपर्ने वातावरण कहिले भन्छ? अहिले 21 गते चुनाव घोषणा गरिएको छ। फागुन 21 गते चुनाव घोषणा गर्ने, पार्टीको उपत्यका बाहिर नजान पाउने यस्तो पनि हुन्छ? अनि कस्तो अध्यक्ष हामी बनाउँछौँ? त्यो हामी आएका प्रतिनिधिहरू त्यत्तिकै आएका छौँ र? पार्टी अध्यक्षलाई म मेरो कैलाली लिन पाउने कि नपाउने? त्यो लिए भने पछाडि त्यहीँ हजारौँ मान्छेको चाहिँ के अरे रगत बग्ने स्थिति भने के भने? आजको स्थिति त्यो छ। पार्टीले आज कूटनीतिक रूपमा हुने हो कि कानुनी रूपमा लडाइँ लड्नुपर्ने हो कि पहिला केपी ओलीको जुन स्थान हद लगाएको छ केपी ओलीलाई सरकारले, त्यहाँबाट केपी ओलीलाई बाहिर निकाल्नु पर्यो। आज चाहिँ यो जुन टेरिटोरी दिएको छ केपी ओलीलाई, त्यत्रो त उत्तर कोरियाको एउटा जेल छ, त्यत्रो जेल छ उत्तर कोरियामा, जहाँ आज चाहिँ यो उपत्यकाभित्रको चाहिँ के अरे केपी ओलीलाई चाहिँ नजरबन्द जस्तै हो यो चाहिँ। अनि यसरी राखेको अध्यक्ष अनि नेकपा एमालेको अध्यक्ष बनाएर जाँदै गर्दा चाहिँ नेकपा एमाले कहाँ पुग्छ? जनताले माग्यो भने केपी ओलीलाई खोज्यो भने कसरी लैजाने? लिँदै गर्दा त्यसपछि आउने परिणामहरूलाई अनि के दिन्छ सन्देश? त्यसले हामीलाई कसरी जोगाउन सक्छ? 11 वर्ष पार्टीको नेतृत्व गरेको मान्छे, तपाईँलाई थाहा छ बा नामबाट ब्रान्डिङ गरिएको छ उहाँलाई। 11 वर्षसम्म पार्टीको सम्पूर्ण शक्ति स्रोतहरू त्यसका लागि खर्च गरिएको छ। त्यो लेभलको ब्रान्डिङ भएको व्यक्तिसँग 81 फेरि उहाँले चाहिँ खियाउँदै ल्याउनु भएको छ। आफ्ना विपक्षीहरूलाई घटाउँदै ल्याउनु भएको छ। माधव नेपाल भन्नुहोस्, भीमरावल भन्नुहोस्, अथवा कैयन अरू नामहरू हुन सक्छन्। यी नामहरू अलि बढी चल्या भएर मैले लिएको। र यसरी खियाउँदै ल्याएको अवस्थामा थोरै मात्रै प्रतिस्पर्धी बाँकी रहेको बेलामा चाहिँ त्यत्रो ब्रान्डिङ भएको मान्छेसँग चुनाव लड्न जित्ने आधारहरू छैन। यो चाहिँ तपाईँको चाहिँ के भने पाखुराले तपाईँको चाहिँ कोइनो चाहिँ के भने पहाडमा ठोक्काए बराबर हो। केपी ओलीसँग अर्को मान्छे अध्यक्षका लागि चुनाव लड्नु भनेर भनिराखेका छन्। त्यो चाहिँ संयोग हो अथवा के हो? केपी कमरेडसँग समकालीन कोही मान्छे पनि रहेन। विडम्बना हो नि तपाईँको आन्दोलनका लागि। अर्को कुरा, केपी कमरेडसँग प्रतिस्पर्धा गरेको मान्छे पनि रहेन। यो हाम्रो दुर्भाग्य हो, एमालेको दुर्भाग्य हो। नेतृत्वमा केपी कमरेडसँग सँगैसँगै जेल बसेका, सँगसँगै दुःख पीडा सहेका, पार्टी निर्माणमा योगदान गरेका कुनै पनि उहाँसँग रहेनन् आजका दिनमा। अत्यन्तै यो आन्दोलनलाई पनि क्षति हो
र एमालेलाई झन् ठुलो क्षति हो। अर्को, उहाँसँग प्रतिस्पर्धा गर्ने मान्छेहरू त्यो भित्र रहेनन्, अटेनन्। एउटा मान्छे मात्र होइनन्, हरेक एक मान्छे, हरेक एक नेता त्यो ड्यामेज भयो। त्यसो यसले पनि आन्दोलन ठिक ठाउँमा ल्याएन। अब चाहिँ त्यो गर्नु हुँदैन। बाँकी जो छौँ त्यहीँबाट पनि पार्टी अगाडि बढ्ने हो भने केपी गौँडले चाहिँ त्यसलाई चाहिँ आफूलाई पुनर्विचार गर्नैपर्छ। मलाई लाग्छ त्यो पुनर्विचार गरिरहनु भएकै होला। एउटा व्यक्तिको ब्रान्डिङ भन्दा पनि सामूहिक नेतृत्व पङ्क्तिमा तपाईँहरू जान खोज्ने इच्छा तपाईँहरूको छ। एकदम त्यो अब ढिला भइसक्यो। अब चाहिँ यो भयो समग्रमा केन्द्रीय नेतृत्वको सन्दर्भ होइन। स्वयंमा तपाईँ आफू पनि घोषणा गरिराख्नु भएको छ कि म केन्द्रीय सदस्यको चुनाव लड्छु, केन्द्रीय नेतृत्वमा पुग्छु। यो समयको माग पनि हो र अब यो पनि योभन्दा पनि ढिला गरियो भने चाहिँ हामी नेतृत्वमा जान सक्दैनौँ भन्ने निष्कर्षसहित तपाईँ चुनाव लड्न खोज्दै हुनुहुन्छ। तपाईँको आफ्नो आधार के हो? कुन क्षेत्रबाट तपाईँ चुनाव लड्दै हुनुहुन्छ? खुल्लाबाट लड्नुहुन्छ, भूगोलबाट लड्नुहुन्छ, तपाईँका के क्षेत्रहरू छन् पार्टीभित्र होइन? त्यसमा तपाईँलाई आफू कहाँ उभ्याउन खोज्दै हुनुहुन्छ र तपाईँ जितेर केन्द्रीय सदस्य बन्ने के सम्भावना छ? आधारहरू के हुन्? तपाईँको चाहिँ धारणा के छ, यसमा विचार के छ? म चाहिँ करिब 35-36 वर्षदेखि यो एमालेको झन्डामुनि छु। 2052 सालदेखि म सङ्गठित सदस्य खल्टीमा हालेर बसिराखेका छु। 30 वर्ष हुन थालिसक्यो। काम पनि सँगै गर्नुभएको छ। अब केन्द्रीय कमिटीमा मात्रै पनि हामीले हाम्रा विचारहरू यी हुन् भन्ने ठाउँमा जान नसकिने हो भने यो आन्दोलनमा मान्छे किन लाग्छ? अब जीवन चाहिँ यो आन्दोलनमा म जस्ता चाहिँ झोक्ने मान्छेहरू कति भेट हुन्छ? अब हामीलाई हेर्ने मान्छेहरू, तल बसेका मान्छेले के भन्नु? मैले अघि भनिसकेँ, तलकाले तिमी जाऊ, यहाँ तिम्रो ठाउँ छैन भनिसकेको छ। त्यसो भएर पनि यहाँ मेरो आवश्यकता हो। र पछिल्लो चरणमा मैले आफैलाई पनि अब केन्द्रीय नेतृत्वमा मेरो चाहिँ अब दाबी हुनुपर्छ है। केन्द्रीय नेतृत्वका पछिल्ला गतिविधिहरूप्रति पनि त सन्तुष्ट छ कि छैन कसैले भनेर म छैन। हामी सामूहिकतामा गएनौँ, हामी हाम्रा कुरा राख्ने कुरामा डरायौँ। अहिले पनि धेरै मान्छेहरू तौलेर बोलिराखेका छन्, लोभहरू छ, भोलि चाहिँ आउने चुनावमा टिकट पाइने हो कि पाइने होइन भन्ने छ। हामी यस्तै नेतृत्व रह्यो भने, यही नेतृत्व रह्यो र हामीसँगको चाहिँ बाँकी चाहिँ फोर्सेसहरू यसै हामीसँग लाग्यो भने अनि टिकटले मात्र के गर्ने? हामी जनप्रतिनिधि हुने सक्ने अवस्था छ? यही देखाएर हामीले चाहिँ यत्रो चाहिँ केपी ओलीको नेतृत्वमा अघिल्लोचोटि नेकपा बनायौँ, 74 मा 2/3 नजिकको पार्टी बनायौँ, त्यो हामीले टिकाउन सकेनौँ। त्यसमा मेरो दोष छ र? त्यसमा भोट हाल्ने जनताको दोष छ? त्यसपछि काङ्ग्रेससँग हामीले चाहिँ भयङ्कर ठुलो गठबन्धन बनायौँ, बलियो गठबन्धन बनायौँ, त्यो नटिकाएको मेरो दोष हो र? जनताको दोष हो र? त्यसको दोष कसको हो? अब त्योभन्दा ठुलो जनमतका लागि हामी लागेका छौँ, कसैले आएर हामीसँग भन्नु पर्यो। त्योभन्दा यो अस्तिको मात्रै जेएनजी आन्दोलनले विस्थापित गरेको, जेएनजी आन्दोलनले कोल्याप्स गरेको त्यो सरकारको जुन जनमत थियो त्योभन्दा ठुलो जनमत हामी ल्याउन सक्छौँ अब आउने चुनावमा? कुनै आधारहरू छन्? छैन। त्यसो भएर के हो भने अब त्योभन्दा कमजोर सरकार बनाएर, त्योभन्दा कमजोर जनमतको सरकार बनाएर केपी ओलीलाई प्रधानमन्त्री बनाउँदै गर्दा हामीले के प्राप्त गर्छौँ? राज्यले के प्राप्त गर्छ? देशले के प्राप्त गर्छ? एमाले के प्राप्त गर्छ? अब प्राप्ति हुने नयाँ चिज छैन भने केपी ओलीलाई त्यो चाहिँ कुर्चीले मात्र के दिनेवाला छ? सम्मानित भएर, अभिभावक भएर के मोडालिटी बनाउनु पर्छ? त्यो मोडालिटी बनाएर चाहिँ अरू मान्छे, अरू चाहिँ कमरेडहरूलाई चाहिँ नेतृत्व पङ्क्तिमा आउनुपर्छ, दिनुपर्छ। त्यो उहाँहरूको आन्दोलनको पनि के अरे सम्मान हो, उहाँको चाहिँ व्यक्तिगत जीवनको पनि सम्मान हुन्छ। कतिपय कुराहरू राजनीतिक मान्छेहरू सम्मानका लागि पनि लागेका छन्। हो, स्वयं डेजी पाण्डे चाहिँ अब मेरो विचारमा सुदूरपश्चिम प्रदेशको भूगोल जुन तपाईँहरूको क्षेत्र छ त्यसबाट तपाईँ चुनाव लड्ने आकाङ्क्षा गरिराख्नु भएको छ केन्द्रीय सदस्यका लागि। मैले अस्ति नै घोषणा गरेँ। तपाईँको सुदूरपश्चिमबाट थुप्रै मानिस केन्द्रीय सदस्य अलरेडी नै छन् त्यो केन्द्रीय कमिटीमा। उहाँहरू दोहोरिन चाहनु होला, कोही अपग्रेड हुन चाहनु होला होइन? त्यहाँ के छ सम्भावना? तपाईँको आफ्नो आधार के छ? त्यहाँ लोकप्रियताको कुरा होला, त्यहाँबाट आउने प्रतिनिधिहरू र देशभरिका प्रतिनिधि त्यहाँ भोट हाल्नुपर्छ होइन? तपाईँका के एजेन्डा हुन्? तपाईँ किन केन्द्रीय कमिटीमा आउने डेजी पाण्डेजी? कतिपय मान्छेले चाहिँ मनका कुरा राख्न सक्ने, नेतृत्वसँग आँखा जुदाएर तिम्रा गल्ती यो हुन् भन्न सक्ने मान्छे देशैभरिका एमाले भित्रका केही औँला भाँचेर गर्दै गर्दा डेजी पाण्डे हो। पक्का। आज नै म निर्धक्क रूपमा मैले भनेको छु, यस्तो केही छैन, मलाई टिकटको केही लोभ छैन। अघिल्लोचोटि पनि टिकट लड्यो, करिब आधा करोड रुपियाँ हामीले खर्च गरेर हिँड्यौँ, के भएर? अहिले पनि कुरा तपाईँ प्रदेशको चुनाव लड्नु भयो कि? हो, प्रदेशको चुनाव लडेँ। तपाईँले जित्न सक्नु भयो? जित्न सकिएन। र अहिले पनि त्यो टिकटै लगेर मात्र के हुनेवाला छ? अरू के खोज्नेवाला छ र? मेरो नागरिकता कोही लिनेवाला छ? किन डराउने? यो आन्दोलनमा जेल केका लागि बसियो? बोल्न पाउनुपर्छ भनेर हो। स्वतन्त्रताका निम्ति जेल बसियो। थुप्रो चाहिँ टियर ग्यासहरू खायौँ, केका लागि खायौँ? थुप्रोचोटि पुलिसका लाठीहरू चाहिँ हाम्रो चाहिँ के अरे पिठ्युमा भाँचिएका छन्, केका लागि भाँचिएका छन् ती?
त्यसो भएर चाहिँ निर्धक्क रूपमा यो समाज परिवर्तनको लागि यो समाजमा बोल्न नसक्ने मान्छेहरूका हामीले आवाज बन्नुपर्ने हो भने हाम्रो पार्टी नेतृत्वले गरेका कमी कमजोरीका सन्दर्भमा हामी छलफल गर्छौँ। परिवर्तनको मुद्दा हो, अहिले परिवर्तन आवश्यक छ। हामीले हेर्दा हेर्दै नेतृत्व जोगाउन सकेनौँ, पार्टी कार्यालय जोगाउन सकेनौँ, हाम्रा नेताका घरहरू हामीले जोगाउन सकेनौँ। के का कारणले? त्यो डेजी पाण्डेका कारणले हो। अरू कुनै अमुक चाहिँ हाम्रो चाहिँ नेता कार्यकर्ताका रूपमा हो। हाम्रो मूल नेतृत्वले ठिक किसिमले सामाजिक मुद्दाहरू, त्यसपछि हाम्रा अहिले पछिल्लो चरणमा रहेका आर्थिक मुद्दाहरू, बेरोजगारीका मुद्दाहरू, भ्रष्टाचारका मुद्दाहरू, अनियमितताका मुद्दाहरूलाई हामीले ठिक किसिमले सम्बोधन गर्न नसकेको कुरा जनताले फिल गर्यो। त्यसले परिवर्तनको एजेन्डा बोक्ने उपयुक्त पात्र तपाईँ आफूलाई मान्नुहुन्छ? हो, हामीले मैले त्योभन्दा पहिला पनि भने हो। मैले चलाएँ भने नि सच्चिने कि सकिने एमाले। आज पनि यो एमालेको 11औं महाधिवेशनसँगको एउटा एजेन्डा मात्रै छ। त्यो के हो भने एमाले जोगाउने कि नेतृत्व जोगाउने, अहिलेको नेतृत्व सकाउने कि एमाले सकाउने। यो नेतृत्व जोग्यो भने एमाले करिबकरी जोगिँदैन। किन जोगिँदैन? 24 पछि हामीले देखिसक्यौँ। हाम्रो नेताहरू चाहिँ जिल्ला जान पाउँदैन। सामान्य मान्छे जिल्ला गयो भने तोडफोड ढुङ्गा मुढा छ। अनि अलिक ठुलो नेतृत्व लगेर हामी कार्यक्रम गर्न सक्ने अवस्थामा छैनौँ। पार्टीको अहिलेको अध्यक्षलाई लगेर हामी कार्यक्रम गर्न सक्ने अवस्था छैन, जिल्लामा सुन्न सक्ने अवस्थामा हामी छैनौँ। अनि यो बेला अनि त्यो नेतृत्व फेरि हामीले बोकेर गयो भने कुनसँग लड्न जाने? यो अहिले जेएनजी र एमालेको लडाइँ हो, यो बनाउन खोजिया हो। त्यो लडाइँमा हामी पार लाग्छौँ। जेएनजी हाम्रा भाइ भतिजा छोरा छोरीहरू बुहारीहरूसँग लडेर हामी पार लाग्न सक्छौँ? केन्द्रीय नेतृत्वको परिवर्तनको त्यो सवाल भयो। यस, र भूगोलबाट आउने केन्द्रीय त्यही कुराको दबाब दिने एउटा प्रतिनिधि म पनि हो। त्यही कुराको दबाब हो मेरो पनि। सक्दैन है, हामीलाई मानिराखेका छैनन्। मैले तपाईँलाई भने अहिले तपाईँ सर र एउटा चाहिँ के अरे सार्वजनिक ठाउँमा चिया चौतारामा गएर सोध्नुहोस् त, बुझ्नुहोस् त मान्छेले के भन्छ। मेरो नेतृत्वको सन्दर्भमा बोलेको कुराले मलाई पिन्च हुन्छ। बोल्न सकिरहेका छैनौँ हामी, यो कुरा हो भन्न सकिराखेका छैनौँ, ओपनली जान सक्दैनौँ। अस्ति मात्रै थोरै कुरामा अस्ति हामी प्रतिनिधि छनौट गर्दैथ्यौँ, कैलाली क्षेत्रमा 2 को प्रतिनिधि छनौट गर्दैथ्यौँ। त्यहाँ हामीलाई के भनेको छ भने प्रतिनिधि छनौट तिमीले चाहिँ चुनाव गर्न थाल्यौ आदि इत्यादि गर्न थाल्यो भने आक्रमण हुन्छ है भनेको थियो। त्यो धम्कीका बीच तपाईले काम गर्नु, त्यो प्रेसर हामीमा छ। त्यो कसले भने? समाजमा विभिन्न किसिमका मान्छेहरू छ जसले एमालेको नेतृत्वलाई तिमीहरू परिवर्तनको पक्षमा जाँदैनौ, त्यही परिवर्तनलाई तिमीहरू चाहिँ के अरे त्यो नेतृत्वलाई तिमीहरू स्थापित गर्न जाने हो भने खबरदार भन्नेहरू छन्। 48 सालदेखि सत्ताको वरिपरि रहेको नेकपा एमाले जसको दबदबा थियो, अहिले चाहिँ आफ्नै पार्टीको प्रतिनिधि चयन गर्न, आफ्ना पार्टीका सभा समारोह गर्न समाजमा सन्तास मान्नुपर्ने जुन परिस्थिति छ, यसले तपाईँको पार्टी एमालेको भविष्य चाहिँ कस्तो होला? मैले अन्त्यमा यो प्रश्न गरेँ तपाईँलाई। गाह्रो छ। हामी सच्चेनौँ भने हामी सकिन्छौँ। एउटै लाइन हो, सच्चिनका निम्ति रूपान्तरण हस्तान्तरण पुस्तान्तरणै हो, नत्र हामी सकिन्छौँ। हो, हाम्रा संरचना रहलान्। हामी अहिले एमालेको चाहिँ धेरै ठुलो छाती हानेर 6.5 लाख चाहिँ कार्यकर्ता छन् भने हामीले अस्ति मतदानमा कति उपस्थित भए? मुस्किलले 35% उपस्थित भए। त्यो 35% पनि 2टा लाइनमा। पार्टीका आन्तरिक जीवनमा एमालेको सबैभन्दा बढी शक्ति चाहिँ एक ठाउँमा आउने क्रियाशील हुने भनेको पार्टीको आन्तरिक चुनाव मात्रै हो। संसदीय चुनावमा हामी विभाजित हुन्छौँ, टिकट नपाएकाहरूको एउटा ग्रुप हुन्छ, सम्झाउन ठिकै हुन्छ। अहिले 2टा ग्रुप प्रतिस्पर्धा हुँदै गर्दा भने 35% मात्रै हामीसँग चाहिँ के अरे त्यो मतदान देखिया छ देशभरिमा। अनि त्यो चाहिँ 6 लाखको 35% भने कति हो? त्यसमा पनि एउटा ग्रुप मनमा मारेर एकदमै निराश भएर बस्यो भने कति हुन्छ? 17.5%। अनि बाहिरका मान्छेहरू हामीसँग को जोडिन्छन्? एमाले नजोड्यो भने। यसलाई जोगाउन हामी सकेनौँ भने, यो मनोविज्ञानलाई अहिलेको नेतृत्वले रिड गर्न सकेन भने कुर्सीको कुनै अर्थ हुनेवाला छैन। त्यो जोगाउनका लागि पनि तपाईँहरू जस्तो चाहिँ जो हस्तान्तरण पुस्तान्तरण र रूपान्तरणको एजेन्डा बोकेर हिँड्नु भएको छ, तपाईँहरू केन्द्रीय कमिटीमा आउनु पर्यो भन्ने दावा तपाईँ? एकदम सशक्त। अस्ति मात्रै हामी विधान महाधिवेशन गऱ्यौँ। विधान महाधिवेशनमा मान्छेले राखेका जुन एजेन्डाहरू थिए त्यसप्रति मेरो धेरै गुनासो छ। बोल्दै नबोल्ने, पुरै नुन खाएको कुखुरा जस्तो भयो। थपडी बजाउने काम भयो। थपडी बजाउनका निम्ति र टाउकाका चाहिँ के अरे त्यो चाहिँ कोरम पुर्याउनका निम्ति केन्द्रीय कमिटीमा जानुहुन्न भन्ने मेरो कुरा। तपाईँ त्यसो गर्नुहुन्न? गर्दैनौँ हामी। अहिले अब केन्द्रीय कमिटीमा जानका लागि प्रतिनिधिहरूसँग भेटघाट छलफल आफ्ना कुराहरू राख्ने, आफ्ना चाहनाहरू व्यक्त गर्ने काम भइराखेको छ? म 13 गतेबाटै सुदूरपश्चिम प्रदेशको भूगोलतर्फको उम्मेदवार भनेर म हिँडिराखेको छु। 13 गतेबाटै। 13 गते हामीले चाहिँ प्रतिनिधि छनौट गऱ्यौँ। त्यसै दिनदेखि मैले घोषणा गरेँ कि मलाई के थाहा छ भने यो पार्टीमा चुनाव हुन्छ, चुनाव हुँदा उम्मेदवार भइनेवाला छ, उम्मेदवार हुँदा जित्नुपर्छ। अनि जित्नका लागि यो कसले मलाई टिकट दिन्छ कि दिँदैन, कुनै प्यानलमा हाल्छ कि हाल्दैन, के अर्थ रह्यो त्यसको? उम्मेदवार हो।
यो के अरे 11औं राष्ट्रिय महाधिवेशनको सुदूरपश्चिम प्रदेशको भूगोलबाटको उम्मेदवार हो। त्यो आइरहँदा यो आजसम्म जीवनमा धेरै चिज त्यागियो, धेरै चिज छ हामीसँग पनि, बजारमा बिक्री हुने धेरै चिजहरू छन्। यी सबै छाडेर जेल पर्दै गर्दा हामीले अप्ठ्यारो मानेनौँ, पुलिसका डन्डाहरूसँग हामी डरेनौँ भनेपछि हाम्रो नेतृत्वले कहिलेकाहीँ एक दुई झापड हान्न खोज्छ, यसो धकेल्न खोज्दा त्यतिले डराइँदैन। यो आन्दोलन हाम्रा लागि हो, हाम्रा लागि पनि होइन, भावी पुस्ताका लागि हो, देशका लागि हो, र त्यसमा चाहिँ हामी अडिनुपर्छ। तर आजको नेतृत्वले गर्न सकेन। किन सकेन? आज हामीसँग अन्तर्राष्ट्रिय रूपमा भन्दै गर्दा चाहिँ त्यति धेरै शक्तिहरू हामीसँग छैन। हाम्रो पार्टीको नेतृत्वमा रहेको सरकारले सबैभन्दा बढी अन्तर्राष्ट्रिय मान्यता गुमायो, हाम्रो भावना गुमायो। हामी अन्तर्राष्ट्रिय कुनै हाम्रा शक्तिहरूलाई हामीले ठाउँमा राख्न सकेनौँ, तिनका हामी हुन सकेनौँ। यसले के गर्यो भने यस्तो गरिब राष्ट्र हामी जसले चाहिँ हाम्रो चाहिँ कर्मचारी पाल्न पनि बाहिरबाट चाहिँ सहयोग लिनुपर्ने छ, पक्कै पनि यो विडम्बना छ। त्यसो भएर यसलाई चेत्नका निम्ति पनि हामीले पुनर्ताजगी तपाईँको पार्टीलाई दिनका लागि तपाईँहरू जस्तो मान्छे केन्द्रीय कमिटीमा आउनु पर्यो। आवश्यक छ। यहाँलाई चाहिँ आगामी महाधिवेशन मार्फत केन्द्रीय कमिटीमा निर्वाचितका लागि, निर्वाचन मार्फत चाहिँ चयन हुनका लागि हाम्रो तर्फबाट धेरै धेरै शुभकामना छ। समय दिनुभयो, हस्, मलाई चाहिँ यही मेरा कुरा राख्ने अवसर दिनुभयो, धेरै धेरै धन्यवाद छ। आदरणीय दर्शकहरू, डेजी पाण्डे नेकपा एमालेका एकजना नेतासँग हामीले आजको यो आमुन्ने सामुन्नेको संवाद श्रृङ्खला जोड्यौँ। डेजी पाण्डे जो आगामी 11औं राष्ट्रिय महाधिवेशन मार्फत आफूलाई एमालेको केन्द्रीय कमिटीको सदस्यका रूपमा लैजान चाहनुहुन्छ, उहाँका आफ्ना विचार र खास गरी नेकपा एमालेको आजको राजनीतिक अवस्था केन्द्रित भएर यो विषय हामीले उठायौँ। नयाँ विषय र श्रृङ्खलाका साथ फेरि उपस्थित हुनेछौँ। यो कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।